नेपालबाट अस्ट्रेलिया पढ्न जान कतिको खर्च लाग्छ त जान्नको लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोला। फर्स्ट अफ अल अस्ट्रेलिया जानलाई तपाईको प्रोसेस भनेको चाहिँ यस्तो हुन्छ, जसको मतलब सुरुमा तपाईले अफर लेटरको लागि अप्लाई गर्नु पर्ने हुन्छ, जसको कस्ट चाहिँ 0 पर्न जान्छ। माने तपाईले अफर लेटर चाहिँ फ्रीमा नै अप्लाई गर्न सक्नुहुन्छ। बट धेरै जसो गुड युनिभर्सिटिजहरूको लागि यु अल्सो निड टु प्रिपेयर अ गुड एसओपी एन्ड जीएस जस्तो डकुमेन्ट्सहरू, जसको लागि हेल्प चाहिएमा nep.sop लाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि सेकेन्डमा तपाईको ब्याकग्राउन्डहरू जस्तै तपाईको ट्याक्सेबल इन्कम स्टेटमेन्ट्सहरू सोकेस गर्नु पर्ने हुन्छ र यसमा पनि केही चार्ज लाग्ने भएन। तर जब तपाईले ए लेभल ब्याङ्कबाट एजुकेसनल लोन देखाउनु पर्ने हुन्छ, त्यसमा चाहिँ तपाईको ब्याङ्क चार्ज, भ्यालुएसन र सर्भिस फीले गर्दा लगभग 70,000 जानेछ। त्यसपछि एनओसी लाई तपाईको रु 2,000 पर्नेछ हरेक कोर्सको। अब आउँछ नोटरी ट्रान्सलेसन, प्रपर्टी भ्यालुएसन, सीए रिपोर्ट र एफिडेभिट, जसको लगभग तपाईलाई रु 10,000 लाग्नेछ। त्यसपछि भिजा फीको रेट चाहिँ अहिले 1600 अस्ट्रेलियन डलर छ, माने नेपालीमा तपाईको 1,40,000 पर्न जानेछ। अनि आउँछ ट्युसन फी, जसको रेन्ज चाहिँ डिफ्रेन्ट युनिभर्सिटी अनुसार डिफ्रेन्ट हुन जान्छ, स्टार्टिङ फ्रम 12,000 टु 18,000 अस्ट्रेलियन डलर, माने नेपालीमा लगभग 13 लाख फर अन्डर ग्रेजुएट्स र मास्टर्सको लागि चाहिँ करिब 15 लाख। त्यसपछि हजुरले बायोमेट्रिक्स, मेडिकल, इन्सुरेन्स र कन्सल्टेसन लिन पर्ने हुन्छ, जसको चार्जेस चाहिँ स्क्रिनमा मेन्सन गरिएको छ। लास्टमा तपाईको प्लेन टिकट्सको खर्च पनि आउँछ, जुन चाहिँ लगभग तपाईलाई 1.5 लाख लाग्नेछ। भनेपछि टोटल कस्ट ब्रेकडाउन गर्नुपर्दा तपाईले ढुक्क भएर अब 18,74,000 मै अस्ट्रेलियामा गएर मजाले पढ्न र कमाउन सक्नुहुन्छ। र यसै बढी इन्फर्मेटिभ भिडियोजको लागि चाहिँ फलो nep.sop।